हेलो गुड मर्निङ गाइज। आज चाहिँ म बिहानै रेडी भएर स्कुल जाँदैछु स्पोर्ट्स डेमा। सो मलाई चाहिँ आज मेरो पहिले पढेको स्कुलमा एज अ फर्स्ट एड हेल्प गर्न बोलाउनु भएको छ। सो म सिटीमा चढेर मोरन मेमोरियल स्कुलतिर लागेँ। सो पहिले सिस्टरकोमा गएर यसो मेडिसिन फर्स्ट एडको लागि के चाहिन्छ भेला पार्यो, त्यसपछि स्कुल। सो यहाँ चाहिँ स्पोर्ट्स डेको सुरुवात भइसकेको छ। मसाल लिएर कुद्नु हुँदैछ हाम्रो विद्यार्थीहरू। त्यसपछि चिफ गेस्टद्वारा झन्डा फहराइयो। झन्डा फहराइसकेपछि हाम्रो नेसनल एन्थम पनि भयो। त्यसपछि मार्च पास्ट सुरु भयो। सो मार्च पास्टमा चाहिँ रेड हाउसले दामी गरेको थियो। मलाई पुरा मन पर्यो क्या रेड हाउसको चाहिँ, कस्तो मजाले मिलाएको थियो उनीहरूले सबै। अनि म चाहिँ मेरो स्कुल टाइममा ब्लू हाउसको थिएँ। तपाईँहरू पनि भन्नुलाई कुन हाउसको हुनुहुन्थ्यो? सो यहाँ मार्च पास्ट सुरु भयो। एउटा हाउस पछि एउटा हाउस गर्दै गयो। रेड पछि ब्लू, ब्लू पछि ग्रिन, ग्रिन पछि येल्लो गर्दै सबै गए। कस्तो दामी देखिरहेको थियो कि हेर्दाखेरि चाहिँ साह्रै रमाइलो भएको थियो। यहाँ चाहिँ हाम्रो फादरद्वारा वेलकम स्पिच भइरहेको छ। हाम्रो देशभक्ति डान्सको लागि बच्चाहरू अगाडि आए ग्राउन्डमा। त्यसपछि सानो भाइ बहिनीहरूद्वारा ड्रिल डान्स भयो। पहिला त हामीलाई उसमा के अरे तामिना हताउँथ्यो अनि स्पोर्ट्सको त्यस्तै त हो त नि। यो चाहिँ प्राइमरीको नानीहरूले गरेको ड्रिल हो। कस्तो दामी क्या, तिनीहरूले नबिर्सिकन सानो सानो नानीहरूले नबिर्सिकन कस्तो मजाले सबै कम्प्लिट गरेको, ठाउँहरू पनि नबिर्सिकन कस्तो मजाको, कस्तो राम्रो पनि देखिँदै थियो हेर्दाखेरि। त्यसपछि सेकेन्ड नम्बरको होइन। डान्स पछाडि स्पोर्ट्स सुरु भयो, गेमहरू सुरु भयो। सो सबभन्दा सानो नानीहरूको चाहिँ बिस्किटवाला गेम थियो। कस्तो क्युट क्युट के, हेर्दाखेरि पनि उनीहरूले यति पनि खान नसकेको हात पक्रेर पनि कस्तो कमेडी पनि भएको, राम्रो पनि। त्यसपछि सेकेन्ड गेम ब्लास्ट द सिटी भन्ने गेम थियो नानीहरूको। बच्चाहरूको गेम चाहिँ हेर्न कस्तो मजा आउँछ क्या। देखो न गाइस, देखो न सुन्दर 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 लड्कीको, देखो न गाइस। यहाँ चाहिँ पासिङ द बल गेम हुँदैछ, हेर्दा कस्तो मजा आयो। त्यसपछि यसो आफूलाई पनि देखाउनु पर्यो, कतापट्टि क्यामेरामा राम्रो आउँछ भन्दै आफू हेर्दै मख गर्दै। यो कङ्गारू रेसमा आमामा सबभन्दा कमेडी भएको क्या। को कहाँ पुगिसक्यो, कोही सुरु नै भएको छैन। येल्लो हाउसको भाइ त यस्तो स्पिड गएको एकैछिनमा पुगेछ। सो म चाहिँ यो स्कुलमा पहिले पढेको भएर यसो सरहरूसँग भेटेर प्राइजहरू बाँड्नमा पनि हेल्प गरेको। अब आफू पढेको स्कुल अलिकति हेल्प त गर्नै पर्यो, अलिकति देखिनै पर्यो अगाडि गएर। सो यस्तो पनि हुन्छ। अनि हाम्रो होस्टेलको बहिनीहरूले चाहिँ प्राइज जितेर मलाई देखाउन आएको थिएँ। आमामा प्राइज सर्टिफिकेट त्यति हेर्नु न मैले जितेँ भन्दै। खतरा। म तिमीहरूलाई खतरा रनरलाई देखाउँछु। 4 into 100 रिले। यस 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 खतरा हो क्या यो मेडल। यु क्यान सी नो मेडल। ओ माई गॉड, सो सैड। लुक एट द मेडल। मेरो त ज्याभलिन गाइस हेर्नु, यो चाहिँ प्लेयर हो। यसले फर्स्ट प्राइज जित्यो। फर्स्ट प्राइज देखाऊ तपाईँको। यो फर्स्ट प्राइज उता घुमाएर फर्स्ट प्राइज हो। अनि बेलुन फुटाउनेमा उसले जितेछ, बसेर बेलुन फुटाउने सानी हो। यसले चाहिँ केही जितेको छैन। यसले एकदम बललाई लात्तीले हानेर पर पुर्याइ पछाडि लानु पनि यसले बल यसले उता अनि गोजीमा हात हालेर बसेको थियो। मैले देखिरहेको थिएँ। मलाई केही भएको छैन गाइस, म फर्स्ट एडको लागि आएको यहाँ। भोक त उता छ अरे हौ।
खेल्न थालेपछि त कोही बिरामी पनि हुँदैन, चोटपटक पनि लाग्दैन रहेछ। त्यही भएर म त यतै खेल्न थालेँ। म पनि बच्चाहरूसँग कोही पनि आउँदैनन्, कोही आउँछन्, ग्लुकोज खान्छन् जान्छन्, स्प्रे लाउँछन् जान्छन्। टाइम पुरा थियो अनि म पनि बच्चाहरूसँग खेल्न थालेँ क्या यो पासिङ द बलुन। सो म चाहिँ अलिक बच्चाहरूसँग खेलेँ अनि ऊ चाहिँ मेरो एकदम क्युटी पाइगयो। हेर्नु है सोच्दा नि यस्तो क्युट छ यो बच्चा। सो फाइनली स्पोर्ट्स डे ओभर भयो र रेड हाउसले जितेको छ। आमामा खुसीको त सीमा रहेको छैन। यिनीहरूले रेड हाउस फर्स्ट भयो, येल्लो हाउस चाहिँ सेकेन्ड भयो अनि ब्लू र ग्रिन चाहिँ थर्ड भयो। मतलब सेम आएको क्या उनीहरूको नम्बर। सो स्पोर्ट्स डे सकेपछि हामीलाई लन्च दिन गयो, लन्च खायौँ। लन्चमा चाहिँ भेज थियो। मलाई एकदमै मन पर्दैन भेज। जिन्दगीभरि मासु खानु मनपर्छ, यस्तो मासु मनपर्छ। भेज भएर अलिक स्याड हुँदै खाएँ। भोक त लागेको थियो, खानु पर्यो नि खाएँ। त्यसपछि फर्केँ म मेरो होस्टेल। सो बाई बाई गाइस, नेक्स्ट भिडियो आउँछ है।